हामी अहिले रामागढमा छौँ। अहिले बिहानको 5:50 गएको छ। हाम्रो साथीहरू खाँदैछन् किमु किमु खाँदैछन्। एका बिहानै किमुको मजा लिएर आउँदैछन् साथीहरू। ए हेर्नुहोस् भर्खरै मुख धुँदैछ हाम्रो मुक्ति भाइ। के छ मुक्ति भाइ, के छ किमु खानेहरूको लागि के छ? दाजु सब ठिक छ, यता चलिरहेछ। हामी अब किमु खान जाँदैछौँ। कति बज्यो? अहिले भर्खर हाम्रो 5:50 जति गइसकेको छ अहिले। अब हामी भर्खर यहाँ यिनीहरू खाँदैछन् बिहान बिहान 3 दिनको यात्रा भइसक्यो। अनि यिनीहरूको लागि केही भन्नुहोस् न यार, जाओस् न केही एक दुई शब्द। यिनीहरूले खास गरी यो पैसा व्यवस्थापनको माध्यमलाई अपनाइकन पैसा बचाउ अभियानमा अहिले किमु खाएर एक छाक काट्ने भन्ने हाम्रो तार्ने चाहिँ यिनको प्लानिङ छ। यो प्लानिङलाई सक्सेस राख्न हामी पनि यो खान जाँदैछौँ। अहिले हामी पालताडा भन्ने ठाउँमा छौँ। यो फुकोट के अरे माथिल्लो कडाली जलविद्युत आयोजनाको यो बन्न लागेको संरचनाहरू यहाँ ड्यामहरू बान्दैछन् र अहिले हाम्रो साथीहरू किमु खाँदैछन्। रिपोर्टिङको लागि मलाई पठाउनु भएको छ महेश सुवेदी, मलाई धेरै धेरै धन्यवाद। हामी यहाँबाट बिदा हुन्छौँ अहिलेको लागि।